नमस्कार। पौष मसान्तको दौडको लागि हाम्रो व्यवसाय तयार छ त? नेपालका हरेक व्यवसायका लागि यो समय साँच्चै भन्नुपर्दा कुनै युद्धको मैदानभन्दा कम हुँदैन। तर चिन्ता नलिनुहोस्, आज हामी फाइनान्स एन्ड ट्याक्स कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडले तयार पारेको एउटा विशेष रणनीतिको मद्दतले यो डेडलाइनको तनावलाई अवसरमा कसरी बदल्ने भनेर विस्तृतमा हेर्नेछौं। ल, यही प्रश्नबाट सुरु गरौँ न त। आखिर पौष महिनाको यो अन्तिम दिनमा त्यस्तो के छ जसले सिङ्गो व्यापार जगतलाई नै एकैचोटि चलायमान बनाइदिन्छ? यसको सिधा कारण हो नेपालको कर प्रणालीको सबैभन्दा ठूलो र महत्त्वपूर्ण डेडलाइन, जसले हाम्रो व्यवसायको भविष्यको दिशा तय गर्न सक्छ। पौष मसान्त मतलब पौष महिनाको अन्तिम दिन। यो क्यालेन्डरको एउटा मिति मात्रै होइन, यो त हाम्रो व्यवसायको आर्थिक स्वास्थ्य परीक्षण गर्ने दिन हो। सोच्नुहोस् त, यदि यो दिनलाई हल्का रूपमा लियो भने वर्षभरि गरेको मेहनतको ठूलो हिस्सा जरिवानामै जान सक्छ। आज हामी 5 चरणमा यो पौष मसान्तको चुनौतीलाई जित्ने रणनीति बनाउँछौं। हामी तयारीदेखि सुरु गर्छौं अनि वित्तीय विवरणको प्रमाणीकरण, वार्षिक विवरण फाइलिङ र भविष्यको योजनासम्म पुग्नेछौं। ल, हाम्रो मिशनको पहिलो खण्डबाट सुरु गरौँ, पौष मसान्त काउन्टडाउन। यसलाई अन्तिम मितिको दबावको रूपमा होइन, आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने एउटा सुनौलो अवसरको रूपमा हेरौँ। हो, यो केवल एउटा डेडलाइन होइन, यो एक मिशन हो। आफ्नो व्यवसायको वित्तीय प्रणालीलाई यति बलियो र पारदर्शी बनाउने मिशन, जसले हामीलाई मानसिक शान्ति दियोस् र भविष्यका लागि तयार गरोस्। अब हाम्रो मिशनको पहिलो चरणमा प्रवेश गरौँ, जहाँ हामी आफ्नो वित्तीय जानकारीको जग बसाल्नेछौँ। यो चरण भनेको सीधा भाषामा हाम्रो आर्थिक हिसाब किताब कत्तिको सही र भरपर्दो छ भनेर पक्का गर्ने हो। यहाँ दुईवटा मुख्य कामहरू छन्। पहिलो, जसलाई पैसा दिनु छ वा जसबाट लिनु छ ती सबैसँग हो हाम्रो हिसाब किताब मिलेको छ भनेर लिखित सहमति लिने। दोस्रो, खाता भएका सबै ब्याङ्कहरूबाट पनि ब्यालेन्सको आधिकारिक पत्र लिने। यी दुई कागजात हाम्रो इमान्दारीको बलियो प्रमाण हुन्। यहाँ स्क्रिनमा हेर्नुस् त, यी कागजातहरू यस्ता देखिन्छन्। एकातिर व्यापारिक साझेदारले पठाएको ब्यालेन्सको पुष्टि छ भने अर्कोतिर ब्याङ्कले जारी गरेको आधिकारिक प्रमाणपत्र हो। यी नै हुन् हाम्रो वित्तीय विवरणका बलिया आधारस्तम्भ। त्यसो भए यस चरणमा के गर्नुपर्छ त? एकदमै सक्रिय भएर सबैसँग सम्पर्क गर्ने, उनीहरूले पठाएको ब्यालेन्सलाई आफ्नो खातासँग दाँज्ने र यदि 1 रुपैयाँको पनि फरक देखियो भने तुरन्तै समाधान खोज्ने। याद राख्नुहोला, सानो गल्तीले पछि ठूलो समस्या निम्त्याउन सक्छ। ल, अब हाम्रो मिशनको दोस्रो र सबैभन्दा महत्त्वपूर्ण चरण, वार्षिक रिटर्न फाइलिङ। यहाँ हामीले जम्मा गरेका सबै प्रमाणहरूलाई आधिकारिक रूपमा कर कार्यालयमा बुझाउने काम गर्छौं। यो फर्मलाई अनुसूची 13 भनिन्छ। यो हाम्रो वार्षिक आय विवरणको मुटु नै हो भन्दा हुन्छ। यसमा हामीले आफ्ना मुख्य कारोबार र ब्यालेन्सको सारांश आन्तरिक राजस्व विभाग अर्थात् आईआरडीलाई बुझाउनुपर्छ। एउटा प्रश्न उठ्न सक्छ, अनुसूची 13 मा कसको विवरण राख्ने त? नियम एकदम सरल छ। यदि आर्थिक वर्षभरिमा कुनै व्यक्ति वा कम्पनीसँग हाम्रो कुल कारोबार वा वर्षको अन्त्यमा उसको ब्यालेन्स 1 लाख रुपियाँभन्दा बढी छ भने उसको विवरण यहाँ समावेश गर्नु अनिवार्य छ। आयकर विवरण फाइल गर्ने प्रक्रियालाई यी 3 सरल चरणमा बुझौं। पहिलो, आफ्नो वित्तीय विवरणलाई एक मान्यता प्राप्त अडिटरबाट प्रमाणित गराउने। त्यसपछि कानूनअनुसार आफ्नो कर दायित्व हिसाब गर्ने र अन्त्यमा आईआरडीको अनलाइन पोर्टल मार्फत विवरण फाइल गर्ने। पौष मसान्तको काम विगतको हिसाब बुझाएर मात्र सकिँदैन नि। एक सफल व्यवसायीले सधैँ भविष्यको योजना बनाउँछ। त्यसैले अब हामी अगाडि हेर्नेछौँ। यसले 2 फरक समयका कथाहरू बताउँछ। पौष मसान्तमा 2वटा विवरण फाइल गर्नुपर्छ। एउटा गएको आर्थिक वर्षको, जसले वास्तविक आम्दानीको कथा भन्छ, र अर्को आउँदो आर्थिक वर्षको अनुमानित विवरण, जसले भविष्यको योजना र लक्ष्यको खाका कोर्छ। हो, यो हो अनुमानित कर विवरण। यो भरेर सरकारलाई मेरो अनुमानमा आउँदो वर्ष यति कमाई हुन सक्छ र त्यसमा यति कर लाग्न सक्छ भनेर जानकारी दिइन्छ। यसले आफ्नो कर योजना बनाउन र अनावश्यक झन्झटबाट बच्न धेरै मद्दत गर्छ। भविष्यको योजनाका लागि यी 3 कदमहरू चाल्नुपर्छ। आफ्नो अनुमानित आय विवरण तयार गर्ने, त्यसकै आधारमा अग्रिम करको पहिलो किस्त समयमै तिर्ने र
त्यति नै महत्त्वपूर्ण, भुक्तानीका सबै रसिद र प्रमाणहरू सुरक्षित राख्ने। र अब हामी हाम्रो मिशनको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण चरणमा आइपुगेका छौं। सफलता भनेको केवल एउटा डेडलाइन पूरा गर्नु मात्र होइन, यो त निरन्तर तयारीको नतिजा हो। पौष मसान्त एउटा ठूलो परीक्षा हो, तर साना साना परीक्षाहरू वर्षभरि नै आइरहन्छन्। जस्तै कम्पनी रजिस्ट्रारको कार्यालयमा विवरणहरू समयमा अपडेट गर्ने वा सञ्चालक समितिमा कुनै परिवर्तन भएमा त्यसको जानकारी गराउने। यी साना कामहरूले नै हामीलाई सधैँ ठूलो परीक्षाको लागि तयार राख्छन्। हाम्रो सम्पूर्ण मिशनको सारांश यी 3 शब्दमा छ: प्रमाणित गर्नुहोस्, भेरिफाई, फाइल गर्नुहोस्, फाइल, र योजना बनाउनुहोस्, प्लान। यी 3 मन्त्रले पौष मसान्तको हरेक चुनौतीलाई सहजै पार गर्न मद्दत गर्नेछन्। र अन्त्यमा यो महत्त्वपूर्ण प्रश्न, आर्थिक वर्षको खाता बन्द हुनु अन्त्य होइन, यो त अर्को रोमाञ्चक यात्राको सुरुवात हो। के अर्को चरणको लागि, अर्को सफलताको लागि हाम्रो तयारी छ त? यो प्रश्नले हामीलाई सधैँ अगाडि सोच्न र वित्तीय व्यवस्थापनमा अझै निपुण बन्न प्रेरित गरिरहोस्।